अझै पनि धुर्म सुन्तलीहरूलाई चाहिँ गाली गरिरहेका छन् क्या मान्छेहरूले हैन, करोडौं अरबौं खायो भनेर चाहिँ विभिन्न किसिमको कमेन्टहरू देखिरहेको छु। हिजोको दिनमा चाहिँ त्यत्रो 72-75 जना बालबच्चाहरूलाई चाहिँ ड्रेसमा गोली हानेर मार्यो। त्यति बेला चाहिँ केही पनि नबोल्ने, केही पनि नदेख्ने हैन, यो आफ्नो देशलाई चाहिँ नि पुरै बेचेर खाइसक्यो। त्यति बेला चाहिँ केही नबोल्ने, अनि यो धुर्म सुन्तली चाहिँ आफ्नो देशको लागि एउटा केही गरौँ भनेर चाहिँ एउटा रङ्गशाला चाहिँ निर्माण गर्नुपर्छ है भनेर चाहिँ आफ्नो कलाकारिता छोडेर, आफ्नो कलाकारितालाई त्यागेर केही गरौँ भनेर लाग्दाखेरि यतिसम्म खेदो खनेर यतिसम्म अहिले चाहिँ नराम्रो गरिरहेको छ क्या। हाम्रो समाज यति धेरै अपराधी भइसक्यो कि हैन, यति धेरै अपराधी भइसक्यो र सबैभन्दा ठुलो हतियार भनेको चाहिँ नि अहिले के भएको छ भने सामाजिक सञ्जाल भएको छ क्या। यो विभिन्न किसिमका झोले एकदमै पत्रकारहरूले चाहिँ विभिन्न किसिमका चाहिँ यो एकदमै नकारात्मक चाहिँ सूचनाहरू फैलाएर चाहिँ अहिले यो धुर्म सुन्तलीहरूलाई यस्तो अवस्थामा पुर्याइसकेको छ हैन साथीभाइहरू। त्यो तपाईँ हामीले अहिले छर्लङ्गै देखिसकेको छौँ। धुर्म सुन्तली भनेको एउटा कलाकारिताको क्षेत्रमा लागेको मान्छे हैन, उहाँहरूलाई कुनै पनि कुराको चाहिँ खाँचो थिएन क्या। पैसा भने पैसा भयो, मायामा माया भयो हैन, विभिन्न आफ्नो फ्यान फलोवर्सहरू छँदै थियो। एउटा कलाकारिता गरेर मात्रै भए पनि उनीहरूले चाहिँ आफ्नो गरेर के खान सक्ने चाहिँ नि उनीहरूको कला एउटा क्षमता थियो र छ पनि हैन। देशको लागि केही गरौँ है, केही गर्नुपर्छ है भनेर चाहिँ कलाकारिता नि त्यागेर चाहिँ रङ्गशाला निर्माणको लागि चाहिँ खटिँदाखेरि अहिले यो जुन किसिमको चाहिँ यो एकदमै राम्रो काम गर्नेलाई चाहिँ यो एकदमै आँखामा छारो हालेर जुन किसिमको सूचना प्रवाह गरिएको छ तिनीहरूलाई चाहिँ कारबाही होस् भन्न चाहन्छु कि ढिलै भए पनि सत्यको जित एक दिन अवश्य पनि हुन्छ भन्ने कुराको चाहिँ प्रमाणित गरेर चाहिँ देखाइसकेको छ धुर्म सुन्तली चाहिँ हैन। साथीहरू अब यति बेला चाहिँ हामीहरूले फेरि पनि एकचोटि धुर्म सुन्तलीलाई चाहिँ एकदमै साथ सपोर्टको जरुरत छ हैन। हामी सबैजना मिलेर फेरि पनि उहाँहरूलाई साथ सपोर्ट गरौँ। धुर्म सुन्तलीहरूलाई चाहिँ स्ट्रङ भन्न चाहन्छु र हामी सधैँभरि तपाईँहरूको साथमै छौँ भन्न चाहन्छु है।